होला तर पानी छैन अहिले सुकेर आइस भएर बसिरहेको छ झरनाहरु सबै बर्खामा टक्क बिचमा मजाले पानी आउँछ त्यही पानी चाहिँ हामीले यो बारीमा हाल्ने के भाइरल भएर सब्स्क्राइबर टन्नै भयो भने म 50 पैसा बाँड्दिन्छु ल सबैलाई पैसा आउन थाल्यो भने एक महिना हेरै भाइरल ठोकेको के सब्स्क्राइब हानेको हेलो नमस्ते गुड मर्निङ सबैजनालाई आज हामी यता स्याउबारीमा आएको छु स्याउ रोप्नलाई अहिले चाहिँ हामी नयाँ स्याउ रोप्न लागेको यता लोकल स्याउ यसरी खोल्टो खनिसक्यो खोल्टो खन्दैछ यो चाहिँ खोल्टो खनेको चाहिँ भिडियो खिचिसकेको थियो त्यो चाहिँ डिलिट भएर गएको छ कसरी भयो त्यो चाहिँ खै म आफ्नै गल्तीले त्यहाँ गर्दैछ त्यहाँ अहिले चाहिँ खोल्टो खनिसक्यो अनि खोल्टो खनिसकेर अहिले त्यो माटो छानेर हाल्दैछ क्या अनि त्यो माटो छानिसकेपछि अनि त्यहाँ माथि मल मिसाएर अनि बल्ल स्याउ रोप्न लागेको स्याउ फार्म चाहिँ यति ठुलो छ क्या बिहान हिजो बेलुका चाहिँ हिउँ परेको थियो डाँडातिर अनि यहाँ तल चाहिँ पानी मात्रै पऱ्यो कि हिउँै परेन छिट्टाहरू चाहिँ यसरी खन्दैछ आयो रे छिट्टाहरू अहिले चाहिँ खोल्टो खनिसकेपछि माटो यसरी छानेर हाल्छ त्यहाँपछि मल मिसाउँदैन होइन बिरेदाई त्यसपछि मल मिसाउनु त्यसपछि बिरुवा रोप्ने त्यहाँबाट बिरुवा हाम्रो बिरुवा चाहिँ के यसपालि लोकल भन्ने होइन मुस्ताङ मार्फाबाट आएको रे अब माटो हाल्दैछ खोल्टोमा यो चाहिँ हुन्डे गाउँ त्यो झिलु हिमाल यतापट्टि यो नावल त्यो सेतो लामो बाटो जस्तोदेखि गुफा जाने बाटो अनि यताको चाहिँ पिसाङ पिक यो चाहिँ पिसाङ पिक भयो है यो चाहिँ पिसाङ पिक अनि यो चाहिँ हाम्रो स्याउ फार्म गर्दैछ ठिटाले काम हिमाल पहाडीको डाँडाको मुनि यसरी भाइरल भएर पैसा कमाएपछि म 50-50 दिन्छु सबैजनालाई ल हो होइन भाइरल भएर सब्स्क्राइबर टन्नै भयो भने म 50-50 पैसा बाँड्दिन्छु ल सबैलाई पैसा आउन थाल्यो भने एक महिना हेरै भाइरल ठोकेको के सब्स्क्राइब हानेको अहिले चाहिँ हामीले यो खोल्टो खनेर 1200 वटा लोकल स्याउ रोप्न लागेको अनि पुरानो स्याउ पनि छ पुरानो स्याउ हामीले अस्ति पहिला वर्षमा रोपेको थियो यतापट्टि यहाँ चाहिँ पुरानो स्याउको बोटहरू भयो यो चाहिँ के भन्छ स्याउको नाम पनि जान्दैन यार यसमा 3-4 थरीको स्याउ छ यसमा चाहिँ यहाँ चाहिँ अहिले चाहिँ यहाँ पानी दिइरहेको छ पानीहरू स्याउमा यहाँ चाहिँ लगभग कति 1000 बोट छ होला 1000 बोट स्याउको अहिले अब पात आउन लाग्यो होला यसरी अब फल्न लागेको छ यहाँ अब फल्न लागेको छैन अरू यहाँ 1000 वटा बोट छ यतापट्टि अहिले पानी दिइरहेछ मल दिइसक्यो यतापट्टि अनि अब यहाँ जग्गामा चाहिँ खाली भयो अनि यता चाहिँ हामीले अब 1200 वटा लोकल मात्रै क्या अब यसपालि त अब लोकल मुस्ताङबाट लिइरहेको मार्फाबाट लोकल त 1200 वटा छ यहाँदेखि माथिसम्म रोप्नु अरे माथि दामी हुन्छ कि यो चाहिँ हामीले कति 9 वटा झरना छ होला तर पानी छैन अहिले सुकेर आइस भएर बसिरहेको छ झरनाहरु सबै बर्खामा टक्क बिचमा मजाले पानी आउँछ त्यही पानी चाहिँ हामीले यो बारीमा हाल्ने के स्याउबारीमा खोल्टोहरू यत्रो ठुलो छ यो खन्नी यता गर्ने लाग्छ होला मेरो विचारमा 15-16 दिन जति लाग्छ होला छिट्टाले फटाफट काम गर्छ छिट्टाहरू चाहिँ बलियो छ रोल्पाको छिट्टाहरू बलियो छ यो चाहिँ यमबुद्धको फ्यानहरू यो चाहिँ यमबुद्ध बिग फ्यान यमबुद्धको नाम हाल्देको तिमी बिग फ्यान होइन यमबुद्धको ग्रेट फ्यान रे लज्जा ऊ चाहिँ मिया खलिफाको फ्यान रे होइन तिमी मिया खलिफाको फ्यान हुने होइन मिया खलिफा त हुने नि मिया खलिफा जस्तो ठुलो पलमा के रोप्दै हो तैँले हाल्दै हो
तर फ्यान त म्याकली फाको यो तर मेरो सिङ्खा जोत्रै छ र मात्र होला यो त मिया खलिफाको जस्तो छ नि इनार भयो होला नि सानो बनाउन लागिले उसले चारवटा माटो हालेर टक्क फिट गर्ने रे मिया खलिफालाई यमा बुद्ध हाँस्दैछ यमा बुद्धको फ्यान यो चाहिँ लोकल साउको बोट अहिले साउको बोटले चाहिँ यसरी राखिरहेको छ अहिले उता खल्टो खन्दै त्यो गर्दैछ त्यहाँमा मल मिसाउनुपर्छ 1200 वटा साउको बोट अहिले यसरी राखिरहेछ अब यसलाई चट्ट रोपेर यो लोकलले चाहिँ 1-2 वर्ष लाग्छ होला स्याउ दिनलाई त्यो स्याउ आउनलाई यो के अरे यो हार्बिक है के बेसी यो यिनीहरू चाहिँ रोपेपछि अर्को वर्षमै स्याउ दिँदो रहेछ क्या यहाँ चाहिँ अहिले यस्तो छ नि यो चाहिँ रोपिसकेको अर्को पहिला वर्षमा रोप्यो यसपालि त स्याउ फल्छ होला मजाले अनि यो चाहिँ नयाँ बोट भयो अब यसको बारेमा पनि सिक्नुपर्ने छ क्या अब यसको बारेमा केही आइडिया छैन बिना आइडियामा गरेको छ अब यो खेत पुरा स्याउ बोट दामी पाराले हुन्छ है बोटहरू क्या राम्रो छ नि एउटा बोटकै 1200 पर्छ यस्तो एउटा बोटकै 1200 रुपियाँ महँगो छ बोट पनि महँगो छ बोट रोपेर मऱ्यो भने दिमाग खराब हुन्छ पहिला वर्षमा रोपेको बोटहरू सबै 800 वटा बोट त मरेर गएर यस्तो छ सबै मऱ्यो नि नराम्रो घाटा खायो पहिला वर्षको यिनीहरू नि मेरो विचारमा यताउता गरेर 800 मा लिएर आयो एउटा बोटको बोट सबै मऱ्यो छैन त्यही बोट मरेर अब यो निकालेर खनेर अनि अलि त्यो नयाँ लोकलै रोप्न खोजेको गाह्रो छ स्याउबारी गर्नलाई पनि धेरै गाह्रो रहेछ बिना आइडियामा कहिले हात हाल्नु नहुने रहेछ बुझेर जानेर मात्रै गर्नुपर्ने रहेछ नसोचिकन सबैले गर्यो भनेर गरिदियो धेरै गाह्रो भयो अब चाहिँ फलेपछि चाहिँ आम्दानी दिन थाल्यो भने चाहिँ मजा आउँछ आम्दानी दिन यसरी बोट मर्दै गयो यहाँ पनि बोट झिकेको छ टन्नाटन बोट बिरुवाहरू राम्रो स्याहार गर्दा पनि नहुने के गर्दा पनि नहुने यहाँतिर चाहिँ अलिक त्यो हुने रहेछ के अरे बोट मरिँदा नि चाहिँ त्यो बिहान सिट आउँछ सिट चाहिँ बाक्लो खस्दिएपछि त्यो के अरे बोट मर्दो रहेछ क्या मजाले अब यता पनि त्यो छ मल चाहिँ यो चाहिँ मल भयो अब यो मल र यो माटो मिलाएर अब ठक्क हाल्छ त्यहाँबाट स्याउ रोप्नुपर्छ नयाँ स्याउ मलाई चाहिँ साह्रै मनपर्छ क्या यतापुता अन्नपूर्ण 2 थियो खै देख्दैन रहेछ बादलले छेकेको छ गुड मर्निङ आज वैशाख 1 गते सबैजनाले ह्याप्पी न्यू इयर आज हामी नयाँ वर्षको दिनमा चाहिँ धुपसुप बालेर के अरे स्याउ रोप्न लागेको राम्रो दिन छ अरे आज चाहिँ वैशाख 1 गते अब नयाँ वर्षको भयो नि त अब राम्रो दिन भयो नि त अनि आज स्याउबारीमा स्याउहरू रोपेर त्यो गर्न खोजेको आजको दिनमा चाहिँ माथि त्यो गर्दैछ अब माथिबाट आएर अनि यता टक्क स्याउहरू रोप्ने आजको दिनमा नयाँ दिनमा फुलोस् भनेर हामीले यता आज बिहानदेखि मौसम चाहिँ यस्तो खराब छ यो त्यति त हिउँ परिरहेछ त्यो डाँडातिर हावा नि आज बिहानदेखि हावा पनि निकै आइरहेछ कि साह्रै चिसो झन्डाहरू यस्तो मजाले हालिरहेछ कि टक्क लाएर स्याउ रोपिन्छ आज नयाँ वर्षमा हाम्रो नयाँ वर्ष चाहिँ आज दिनभरि खेतीमै हुन्छ होला बिरुवा निकाल्न लाग्यो आज रोप्नलाई अब साबेले फाल्दैछ बाउ र नयाँ ट्र्याक्टर साप दुईवटा निकाल्यो तिनवटा जरा चुर्दैन अहिले त जरा धेरै लामो हुँदैन कि अब अहिले चाहिँ मल
बाख्राको मल र हाम्रो के मल हालेर मिक्स गरेर रिडी बाख्राको गु र रिडी मिक्स गरेर रिडी भने चाहिँ त्यो के त्यो रुखको फेदको मुनिहरू पाउँछ नि तिनीहरू मिक्स गरेर हालेर रोप्छ उनीहरूको खाना अब यता मिक्स गर्छ ठेक्दा सापले यसरी बोट समातेर थिच्नु ट्याक्क अर्को वर्ष हिरो बनाउँदैन यहीँबाट टिपेर यसरी खान पाओस् होइन ठिक छ एकदम एकदम होस् अब चाहिँ यता चाहिँ अब गोल्डेन रोप्न लागेको मल रिडी र बाख्राको मल मिक्स गरिरहेछ अहिले यसमा चाहिँ आइकिन अगाडि रोपेको चाहिँ त्यो भयो लोकल रोयल भयो नाम पनि के थाहा छैन अनि अहिले चाहिँ अब गोल्डेन रे गोल्डेनको बोट चाहिँ यस्तो छ गोल्डेनमा चाहिँ फुल पात फलिसकेको छ अब यसरी यो सबै रोपिन्छ 4-5 दिन सक्छ होला रोपेर त्यहाँ माथि चाहिँ अझै खोल्टो खन्दैछ 3 जना जतिले नयाँ हिजो रोपेको यिनीहरू चाहिँ अनि यिनीहरू चाहिँ पानी हालिसक्यो नयाँ तानेर ल